जेन्जी आन्दोलनको 2 महिना पूरा भयो। आन्दोलनमा एक भएका जेन्जीहरू रगतका टाटा नउभाउँदै छिन्न भिन्न भए। भिन्न भिन्न समूह, गुट र दलमा लागे। केवल उनीहरूले रोजेर प्रधानमन्त्री बनाए, प्रधानमन्त्रीले मन्त्री बनाइन्। त्यस बाहेक जेन्जी आन्दोलन संस्थागतको कुनै छनक देखिएन। हुन त जेन्जी आन्दोलन कुनै निश्चित वर्ग, समुदाय वा समूहले गरेको थिएन। यो पुस्ताले गरेको जनविद्रोह थियो। स्वाभाविक रूपमा यहाँ हरेकका फरक फरक विचार हुन्छन्, आस्था हुन्छन्, चाहना हुन्छन्, सपना हुन्छन्। केवल साझा भावना थियो भ्रष्टाचार मुक्त देश, सुशासनयुक्त देश। भदौ 23 र 24 गतेको आन्दोलन केवल जेन्जी पुस्ताको आन्दोलनको सुरुवात थियो। उनीहरूका विरुद्ध पुराना राजनीतिक दलका नाममा मुलुकको सत्ता कब्जा गरेर निरङ्कुशतामा रमाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उनका सत्ता साझेदार नेपाली कांग्रेस तथा पुराना राजनीतिक दलका निकृष्ट राजनीतिक जहर उखेल्नका लागि शान्तिपूर्ण मार्च गर्दै प्रदर्शन गर्ने भनिएको प्रदर्शन उग्र बन्यो। दुःखद निहत्ता विद्यार्थी र युवाहरूमा